मैले 2082 सालको कार्तिक 2 गतेको दिन 2 घार मौरी समात्न सफल भएँ। त्यो मध्ये यो पहिलो घार को दृश्यहरू देखाइरहेको छु। यो निकै धेरै मौरी आएर बसेको रहेछ। यसलाई मैले समात्ने प्रयास गरिरहेको छु। तल्लोपट्टिबाट यताबाट छिरा खिच्नु ल, यहाँबाट तेर्सो खिच्नु ल। यस्तो माथि डाली पनि आउने गरी तल झरौँ। अलि उधो आएर तलै झर्नु पर्दैन। अलि उधो यो माथिदेखि झार तान्नु त। हाम्रो याल विचारको प्रयास हेर्नु है। यहाँ यसरी हुल छुटेर बसेको माउरीलाई अरू तरिकाले पनि समात्न सकिन्छ। तर मलाई चाहिँ यो डालीको माध्यमबाट, फिपीको माध्यमबाट समात्नु एकदमै सजिलो लाग्छ। यिनीहरूलाई चाहिँ मजाले नियन्त्रण गर्न सकिन्छ। सबै मौरीहरू उठेर डालीमा बस्ने गर्छ र घारमा लगाउन सकिन्छ। हात गल्ने कुरा हुन्छ। मैले माउरीलाई नियन्त्रण गरेर यसरी डालीमा बोकेर ल्याइसकेको छु। अब म यसलाई घारतर्फ लैजानेछु। अहिले चाहिँ मैले मौरी बोकेर घरमा आइसकेको छु र अब घारमा व्यवस्थापन गरेर राख्ने तयारी स्वरूप यहाँ अठ्याएर बसिरहेको छु र यसै मौकामा यो भिडियो पनि बनाइहालेको। यो चाहिँ मौरी निकै धेरै छ। अब मैले समातेर ल्याएको मौरी यो घारमा राख्न लागिरहेको छु। यसरी मौरी घारमा राख्न लाग्दा डालोलाई उभो फर्काएर राखिदिनुपर्छ। यसो गर्दा मौरी घारको माथितिर गएर बस्छ। जब हामीले मौरी समातेर ल्याउँदा डालोलाई उँधोपट्टि फर्काएर बोकेर ल्याउनुपर्छ। उँभो फर्कायो भने भाग्छ। तर घारभित्र राख्दा डालोलाई उँभो फर्काइदिनुपर्छ। यसो गर्दा मौरी माथितिर सर्ने प्रकृतिको भएको हुँदा घारको माथिल्लोपट्टि गएर बस्ने गर्छ र केही मौरी उँभो सर्नु बाँकी रहेको मौरीलाई मैले यसरी डालो टकटक्याएर उडाइदिएको छु। अब यो मौरी बिस्तारै भित्र घारभित्र छिरेर बस्ने गर्छ। यसरी हामीले टालिदिनुपर्छ। यो टालिसकेपछि केही बेरमा मौरी सबै भित्र गएर बस्ने गर्छ र यो मौरी बसिसकेपछि राम्रोसँग टाल्नुपर्छ। माटो अथवा गोबर लगाएर टालेपछि अनि यो मौरी बस्छ। अब बाहिर उडिरहेको मौरी भित्र प्रवेश गरिरहेको छ। केही बेरमा यो मौरी सबै भित्र गइसक्नेछ। यो डालीमा रहेको अलिअलि मौरीलाई मैले भित्र पठाउने प्रयास गर्दैछु। थोरै मौरी डालीमा पनि रहेको छ। यो डालीले मैले निकै घार समातिसकेँ। यो डाली चाहिँ एकदम उपयुक्त छ। घारभित्र ठिक्क पस्ने गरी आफैले बनेको डाली हो यो। मैले मौरी नै समात्नको लागि बनाएको डाली भएकोले यो प्राय घारहरूमा सर्लक्क भित्र छिर्छ। यसबाट मौरी समात्नलाई मलाई निकै सहज भएको छ। अब यसरी मैले बाँकी भएको डालीबाट बाहिर उडाइदिएँ। अब यो क्रमशः भित्र पसेर बस्ने गर्छ। अहिले अब यो मौरी सबै भित्र बाहिर गरिरहेको छ। भित्र पसिसकेको छ र यो घारलाई निरीक्षण गर्ने, सरसफाइ गर्ने लगायतको कामहरू यिनीहरूले गर्छ र यिनीहरूले बिस्तारै पोलनहरू बोक्न सुरु गर्छ। यहाँभित्र चाका बनाउन सुरु गर्छ। यसरी मौरीको व्यवस्थापन गर्न सकिन्छ। मौरी घारभित्र लगाइसकेपछि भाग्छ कि भन्ने शङ्का लाग्यो भने यसरी क्विन गेट लगाउन सकिन्छ। क्विन गेट लगाइयो भने यो मौरी भाग्ने सम्भावना न्यून हुन्छ र आधुनिक घारमा मात्रै होइन, मुढे घारमा पनि क्विन गेट यसरी राख्न सकिन्छ। तर दुईवटा क्विन गेटलाई जोडेर बनाउँदा अलि सजिलो र राम्रो हुन्छ।
आधुनिक घारमा चाहिँ एउटा मात्रै क्विन गेट लगाउँदा पनि हुन्छ, तर यो मुडे घारमा चाहिँ म यसरी 2वटा क्विन गेटलाई जोडेर लगाउने गर्छु। यसरी लगाउँदाखेरि यसमा पनि हुन्छ।